मिस्टर राजेश हमाल हजुर एसीमा बस्ने। So guys, welcome to our channel. न्यू डे न्यू आज भर्खर उठिरहेको छौँ हामीहरू 10 बजे। हिजो रातभरि 1 बजीसम्म फुपूहरूले कुरा गरेर सुत्नै दिएनन्। मम्मी अब आज यिनीहरू सबैजना अब घर जाँदैछ। बेबीना अब खाना पकाउनलाई प्याज टिप्न लाग्छ। दिपेश भर्खर बाख्रा चराएर आयो। दिपेश यहाँ हाम्रो भान्जा भुजू। है भुजू बोला न बोला। कोसँग रिसाएको छौ? किन? बुकु के भने जबसम्म ठुलो डल ल्याइसिन तबसम्म बोल्दैन होला। गोटेसँग डल पनि हुनु पर्यो त। हामी गयौँ, हामी बजार जानुपर्ने। अब हामी बजार जाँदैछौँ तरकारी ल्याउन। बाइक कहाँ छ रे? अब हामी साइकलमा जान्छौँ। स्काइलाई हेर ल अब हामी बजार जान लाग्यो। के को मासु अङ्कले हो? हामीले अब तरकारी लिइसकेका छौँ। अब हामी घरतिर हिँडिरहेछौँ। हामी सहकारीतिर पुग्न लाग्छ। त्यही लिएर साइकलमा हावा भरेर अनि साइकलमा जान्छु। हामीहरूले हावा भरिसकेको छु। अब फेरि घरतिर फर्किन लाग्छ। मामा चाहिँ साइकलमा गइसिन म हेरेर जान लाग्छु। हेर्न सक्नुहुन्छ हजुरहरू। तर आज घाम छैन होइन उति मामा? हजुर एसीमा बस्ने। हिजो अस्ति अन्त त कमै छ त आज घाम। साँच्ची मजाक नै आज लास्टै चिसो हो। त्यो पनि हो। गाइज हजुरहरूले हिजोको भ्लग हेर्नु भएको कि नै? हेर्नु भएको छैन भने अहिले गएर हेरिहाल्नु के। यस्तो राम्रो बनाएको छ हामीहरूले। अनि तिमीहरू राम्रो लाइक सब्सक्राइब सेयर पनि गरिदिनु होला यो भिडियोमा पनि। हामीलाई छिटो छिटो 100K पुगाउनु छ। सिल्भर प्ले बटन आउँछ अनि यस्तो राम्रो हावा चलेको अहिले। मामा चाहिँ अलि अगाडि गइसक्यो। यहीँ होइसिन्छ पानी खाइसिन यहाँ पानीको धारा छ। हाम्रा बाख्रा तिमीले त नि हाम्रा बाख्रा घर ल्याइहाल्यो भने उनीहरूका बाख्रा त त्यही चर्ला खान्छ के हो? केही भनेन नटाक्न त। तिमी बिहानै बाख्रा लिएर घरबाट भाग्यो अरे किनकि धनगढी लगेर जान्छन् मम्मी भनेर हो कि नै? त्यही भन्दै थियो त घरमा त। तिमीले सोचेको थियो 10 बजीसम्म त गइसक्यो होला। खेल्दैन अरू के तारबाट त जाने त हुनु ततिर त। सर तिमीहरू यहाँ बाख्रा चरान छोडेर हेर्ने सबभन्दा अगाडि रो के गर्ला छ त यहाँ बाख्रा नपाइकन? जाऊ डान्स क्लास जाऊ डान्स क्लास। म पछि पठाइदिन्छु भने हौ। ल ल अब हामी घर पुगिला छौँ। पुगिसक्यो भनौँ नजिकै यही त हो नि यतै त घर। चना सुकाएको अस्ति चुट्यो चना पनि। चना चुटेर सुकाएर पुगिहाल्यो घर। यस हाम्रो राजेश हमाल दादा यहाँ छन्। ये आज पुरा कोट लगाएर कहाँ त कोट लगाएर दा? कोट लगाएर कहाँ? कसको बिहेमा आइ त? दा ढक्कर ब्याडमिन्टन खोल्न कोट लगाएर ब्याडमिन्टन। तिमीहरू के बनाउनु लाग्छ अरे अहिले? तर त नि हिजो बाबर पकाएको उसमा गर्ला खाँदैन त। बड्डो कहाँ भएछ रे? ठुलो भयो शान्त। अहिले कहाँ खेलेर आयो होला अनि शान्तै हुने त नि। तर केमा आयो नि बाइक खोइ त? ए रोक्न रे हामी पनि आउनु लाग्छु। आऊ नि त बिस्तारै आऊ बिस्तारै। अहिले लोड छ। भर्दा अहिले के अरे फुपू तिनीहरूलाई भेट्न जान लाग्छ। मम्मी पनि त्यही रहेछ नि त अहिले त गइसकेको। कसले गर्ला छ रे बाल मजदुरी रे?
को छ त्यहाँ बाल मजदुरीको फुपू ए बुनु तिम्रो टिचर आए नमस्ते सर भन्दैनौ हजुर होला नि सर रे हजुर यहाँनिर नाटक गर्न लाग्छन् नयाँ वर्ष तेरो खुट्टामा किन ढोक्दा लानु रे छपरी रे भुजु तिमी खेतमा किन आयौ त नि गाडी सम्हाल भन्ने मामा हैन त्यो सम्हाल भन्दा कम छ अहिले बस्किन्छ भन्ने दिएको मस्किएर त्यही त नाना हुने के भन्छ लान्छ कलाई टिप त पानी खाने मम्मी के त लाग्छ त्यो खाली के त अब यो लानु हो र भइगयो एकै लाइन त छ अब कि क्याम्पस आउने टिपे आउँछ पसिना चुएर हो क्या चस्मा नै लाउन त आफ्नो चस्मा त पाएर बास्केटमा फाल्या था देखेन न नाना उच्च निच्च हुनु सादा चस्मा लिन आउ त मैले तँलाई कसो लिने बनाने हो तँले बनाने हो दूरो देखिने पनि चाहियो भनेर कहाँ जाउँ पाइन्ट किन्न ए त्यो दाइकामा ल ल जाउँ हिँड्न त जाउँ कस्तो अब प्यान्ट पनि कस्तो हिरो हुने खालको कस्तो हुन्छ र नाटक क्या फेरि हिरो लेख्या होला प्यान्ट किनिदिने र अब हामी जाँदैछौँ बडेपुर भरदाको प्यान्ट फोहोर भएर प्यान्ट किन्नको लागि ए बेबिना भात बसाइलिहाल्यो तिमीहरूले दाल बनाउने हो कि नै यस्तो भोक लाग्ला त फटाफट बनाउनु त रे हामी यो भर्दालाई प्यान्ट किनेर आयो मास्क र चस्मा लगाएर रेडी भयो अब जानलाई खाँदैन स्काई नगर त शान्त बस है फेरि अझ उता जाऊ न ऊ हेर नाकले कसरी सुन्दैछ देख्यौ कि नै हो त्यसले बास्ना मान्दैछ त्यो तिमीहरू त्यहीँ बसिराख न अलि मम्मा आउने के मासु खाला हेर भने समातेर हिँड्न लाग्यो गाई मेरो झिल्ली बोकेर खेल्न लागेका अनि यसलाई दुईटीलाई हेर भने अनि एउटी त्यहाँ बस्यो एउटी यहाँ बस्यो त्यही हेर्नलाई फाइनल भयो यो प्यान्ट छैनले तातिहाल्यो लास्टै सिट रे एकदम बाँकीको लास्टै तात्या छ बाप्पा रे ल त अब भरदा चाहिँ प्यान्ट छैन किनेर बिहेको पार्टीमा गयो मलाई घर छोडेर म पनि घर पुगिहालेँ हजुर ल अब चाहिँ हामी चाहिँ निस्किरहेको छौँ बडेपुरको लागि के मान्छे लान्छ मम्मी म दिन्छु रोक्छन दिपेश र मैले दिन्छु भन्दैछु त अनि आफै मान्छे लाँदैन ल अब जानुपर्छ धनगढीमा पनि अब तयार हुनु पर्यो अब चाहिँ गाईलाई पानी दिइरहेको छौँ घरदेखि टिका टालो बट्टिल लाउँछन् यिनीहरू अब टिका टालो लाउनु थाले भन्न खोज्या हो अर्को हेर्नु सिरानीदेखि लाइट बन्द गरेर गएछ ल लाग्यौँ हामी अब गाउँबाट निस्किन्छौँ गयो त मम्मी हामीहरू ए त्यो धनगढी बहिनीलाई लगिदिउँ कि बाई बाई
पुगे हामीहरू अब घर भर्खर 5:30 बजे पुगे धनगढी। ल अब हामी थाकिसकेका छौँ होइन, घर पुगिसक्यो। अब चाहिँ हामी भ्लग यहीँ एन्ड गर्छौँ। अब अर्को भ्लगमा भेटौँला गाइस।